घन्टा हुन लाग्छ क्या प्रोफाइलमा गएर भिडियो हेरौँ न गाइस कमेडी भिडियोहरू छन् भिडियो हेरौँ सपोर्ट गरौँ कमेन्ट गरौँ सब्सक्राइब गरेर रिटर्न सब्सक्राइब दिन्छु साना साना भ्लगरहरूलाई अगाडि बढाइदिन्छु हुन त म पनि सानो हुँ केही समयपछि ठुलो बन्नेछु लङ भिडियो हाल्नु पऱ्यो क्या हो यार नडरा न सबसे प्यारा कौन है मेरे पापा है निकै छु मेरो भाइ निकै छु खाए तैँले खाए राजेश ब्लगरलाई सब्सक्राइब गरौँ है यो मेरो भाइ हो हाम्रो कता हो भाइ अनि अहिले लाइक साइक हान्न नै कान्छु होला यो घरै छ केटिएम काठमाडौँ त काठमाडौँ अस्ति भर्खर आयो तल भाइ यसो सब्सक्राइब गर भन्नु कसैलाई कहिले गयो र यो 2 विक भइसक्यो दाइले ए कहाँ बसेछ कुन ठाउँ कुन ठाउँ पे बैठे हो भाइ कौन सी जगह पे गङ्गबु गङ्गबुमा बसेछ त्यहाँ त यहाँ त्यहाँ दाइको बसपाको त्यहाँ बसेछ बुझेँ मैले गङ्गबु बसपा कति नम्बर गेट हो त्यहाँ 3 नम्बर गेटमा त भाइ म लगभग 2 हप्ता जति बसेँ एउटा ठाउँ केही कन्ट्याक्ट चाहिएपछि सम्पर्क गरे के गर्न लाग्छ त्यहाँ नि बसेर काउन्टरमा के को काउन्टर हो बसपाको कोही गयो रवि गयो मामा अघि लागि फोन गर्दा हामी बसपाको त्यहाँ काउन्टरमा छु अर्कोमा हो पोखरामा हो पोखराको त्यहीमा छु ए पोखरा भन्नाले उता दाजु एयर होस्टेसवाला बसमा हो बसको काउन्टर हो क्या हो कहाँबाट कन्ट्याक्ट गरेर बस्यो है भाइ